बाहिरै बसेर मुद्दा लड्ने आशाका साथ बन्दी प्रत्यक्षीकरणको निवेदन दिएर सर्वोच्च अदालत पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अन्ततः कारागारमै रहेर अब मुद्दा छिन्नुपर्ने भएको छ। सहकारी ठगी मुद्दामा पूर्वपक्षका लागि रूपन्देही कारागारमा रहेका पूर्व गृहमन्त्री लामिछाने र नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पनि थुनामुक्त गर्न सर्वोच्च अदालतले शुक्रबार अस्वीकार गरेपछि अब दुवैले कारागारबाटै मुद्दा लड्नुपर्ने भएको हो। यी प्रतिवादीहरू समेतको मिलेमतो र योजनामा सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट गोर्खा मिडिया नेटवर्क प्रणालीमा गैर कानूनी रूपमा रकम लगी सहकारी ठगी तथा संगठित अपराध गरेकाले कानून बमोजिम कारबाही गरी पाऊ भनी किटानी जाहेरी परेको देखिन्छ। तत्काल प्राप्त प्रमाणका आधारमा लामिछाने र जोशी दोषी होइनन् भन्न सक्ने आधार नदेखेकाले थुनामुक्त गर्न नमिल्ने फैसला सर्वोच्चका न्यायाधीश द्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले गरेको छ। बुटवलको सुप्रिम सहकारीको रकम ठगी सम्बन्धी मुद्दामा रूपन्देही जिल्ला अदालतले गत 13 माघमा लामिछानेलाई 1 करोड धरौटीमा छाड्न आदेश दिएको थियो। उक्त आदेशलाई बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत 22 चैत्रमा लामिछानेलाई थुनामा राख्न आदेश जारी गरेको थियो। त्यस लगतै लामिछाने पक्राउ परेका थिए। न्यायाधीश द्वय डाक्टर नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा 3 दिन भएको बहसपछि जारी आदेशमा सर्वोच्चले केही उल्लेख्य तथ्य एवं रविका विरोधाभासपूर्ण बयान तथा कथनहरू पनि समावेश गरेको छ। रवि लामिछानेको गोर्खा मिडियामा 1 करोड 80 लाख रुपैयाँ बराबरको शेयर रहेको देखिन्छ। साथै यी प्रतिवादी रवि लामिछानेले मिति 2079-3-1 मा उक्त कम्पनीबाट अलग भएको भने जिकिर लिए तापनि सो मिति पश्चात समेत निजले कम्पनीको खाता सञ्चालकको हैसियतले विभिन्न मितिका चेकहरूमा हस्ताक्षर गरेको देखिएबाट उक्त कम्पनीमा निजको निरन्तर संलग्नता देखिन आयो। यस प्रकार उक्त कम्पनीमा यी प्रतिवादी रवि लामिछानेको संलग्नता कर्मचारीको हैसियतमा मात्रै नभई कम्पनी सञ्चालनमा सारभूत रूपमा प्रभाव पार्ने हैसियतको देखियो। आदेशमा भनिएको छ। यस स्थितिमा सहकारी संस्थाका अध्यक्ष एवं सह अभियुक्त ओम प्रकाश गुरुङ र कुमार रम्तेल समेतले यी प्रतिवादीको संलग्नतामा विभिन्न सहकारी संस्थाबाट रकम लिई टेलिभिजन कम्पनी खडा गरेर सहकारीको रकम अपचलन गरेको भनी गरेको बयान, सह प्रतिवादी छविलाल जोशीले कम्पनीको सम्पूर्ण आर्थिक कारोबारको जिम्मा जेबी राई र यी प्रतिवादी रवि लामिछानेको थियो भनी गरेको बयान तथा कम्पनीका लेखापाल रहेका सञ्जय अधिकारी, सहायक लेखापाल रजनी श्रेष्ठ एवं लेखा परीक्षक विशेष विभु आचार्यले गरेको घटना विवरण कागज समेतका तत्काल प्राप्त भएका प्रमाणबाट यी प्रतिवादी कसुरदार रहेनछन् भनी विश्वास गर्न सकिने मनासिब आधार देखिन आएन। यसरी जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गरी रविलाई थुनामा पठाएकोमा सर्वोच्च अदालतले सदर गरेको हो। अब कम्तीमा पनि रूपन्देही जिल्ला अदालतबाट मुद्दा टुङ्गो नलाग्दासम्म रवि थुनामा बस्नुपर्ने हुन्छ।